नमस्ते। दिशा सफा नहुने समस्या, कहिलेकाहीँ पिसाब पनि सफा नहुने, दिशा पिसाब चाहिँ रोकिने समस्या, त्यस्तै गरी चाहिँ शरीरमा चाहिँ के हुने, ग्लानि हुने, थकाइ महसुस भइरहने र वायु रोकिने समस्या। वायु रोकियो भने के हुन्छ, अधोवायु अथवा चाहिँ राम्रोसँग पादहरू पनि राम्रोसँग नजाने हुन्छ, डकार पनि रोकिने हुनसक्छ कसै कसैमा होइन, उद्गार राम्रोसँग हुँदैन। त्यो नरोकिसकेपछि के हुन्छ, पेट चाहिँ फुल्ने हुन्छ होइन त, अथवा चाहिँ विष्टम्भ भएर वायु भरिएर चाहिँ पेट फुल्ने समस्या हुने र शरीर चाहिँ एक प्रकारले भन्दाखेरि जताततै चाहिँ सुइले घोचे जस्तो खालको दुखाइ हुने र शरीरमा चाहिँ विभिन्न प्रकारले पीडा हुने, वेदना हुने गर्छ। त्यस्तै गरेर शरीर चाहिँ गरुङ्गो हुने, भारी हुने हुन्छ र भ्रम रिगटा लाग्ने पनि हुन्छ कसै कसैमा। यस्ता खालका लक्षणहरू प्राय चाहिँ अजीर्ण रोगमा देखिने गर्छन् र यस्तो खालको समस्या नआओस् भन्नको लागि यदि तपाईँ स्वस्थ हुनुहुन्छ भने तपाईँले अपनाउनु पर्ने उपाय र यदि यो रोगलाई प्राप्त गरिसक्नु भएको छ भने तपाईँले यी तीनवटा कुरा चाहिँ विचार गर्नुपर्छ। त्यो भनेको पहिलो नम्बरमा छ पथ्य र अपथ्य अथवा चाहिँ खान मिल्ने खानेकुराहरू र खान नमिल्ने खानेकुराहरूलाई चाहिँ मिक्स गरेर खाने बानी, जसलाई चाहिँ समसन भनेर भन्ने गरिन्छ, त्यस्तो चाहिँ गर्नु भएन। दोस्रो नम्बरमा तपाईँले अध्ययन गर्नु हुँदैन। यस विषयमा मैले पहिला पनि बताउने गरेको छु। त्यो भनेको चाहिँ तपाईँको जस्तो पहिला खाएको खानेकुरा है त नपचिकन दोस्रो पटक फेरि खाना खाने गर्नुभयो भने के हुन्छ, त्यसले चाहिँ शरीरमा चाहिँ नपचिकन पुनः पुनः यसरी खाना खाने गर्दाखेरि त्यसले के गर्छ, त्यसले राम्रो गर्दैन अथवा चाहिँ त्यसले पाचन शक्तिमा चाहिँ गडबड गराउँछ। त्यस्तै गरेर अर्को विषमासन छ भनेको चाहिँ अकालमा अथवा असमयमा चाहिँ धेरै अथवा चाहिँ थोरै खानेकुराहरू खानु भएन। भन्न खोजेको चाहिँ जस्तो कालभोजन गर्नु पर्यो। कालभोजन भन्नाले के, जस्तो तपाईँलाई भोक लागेपछि तपाईँले तृप्तिपूर्वक आफूलाई चाहिँ अगाउनेपूर्वक चाहिँ के गर्नु पर्यो, खाना खाने गर्नु पर्यो र यदि भोक लागेको छैन भने त्यसलाई टाल्ने प्रयत्न गर्नु पर्यो एकपटक दुईपटक। भनेपछि यसरी चाहिँ तपाईँले के गर्नु पर्यो, आफ्नो पाचन शक्ति अनुसार आफ्नो अग्निबल अनुसार चाहिँ के गर्नु पर्यो, हित र अहित कुराहरू छुट्याएर र कालभोजन र शुद्धता र सात्म्यको चाहिँ विचार गर्नुपर्छ। भनेको तपाईँले खानेकुरा के हुनु पर्यो, तपाईँको रोग अनुसार, तपाईँको शरीर अनुसार, तपाईँको अग्निबल अनुसार, तपाईँको आफ्नो पाचन शक्ति अनुसार चाहिँ के हुनु पर्यो, त्यो ठिक हुनु पर्यो। यसरी चाहिँ हामीले खानाको चयन गरेर खाने गऱ्यौँ, यसरी चाहिँ मिलायो भने हामीलाई पेट सम्बन्धी समस्या विशेष गरी अजीर्णको समस्या हुन पाउँदैन। धन्यवाद।